खाजा खाना छिरेको बुढीलाई भेट्यो। कहाँ लान्छ हामी यता होइन यस्तो घाममा चाहिँ हामीलाई सेवा दिनलाई भनेर चाहिँ उहाँहरू चाहिँ एकदमै चाहिँ बाटोमा बस्नु भएको छ। टक्क लाएर चाहिँ सेतो झन्डा र रातो झन्डा बोक्दै। मलाई चाहिँ यहाँको चाहिँ रोडहरू होइन, पुलहरू होइन, सबै एकदमै बवाल लाग्यो होइन। हल्का चाहिँ गाउँ जस्तो छ यो ठाउँ होइन। तपाईँहरू पनि यसो हेर्नु होला होइन। यो गाउँ भए पनि यहाँनिर स्कुल छ होइन, तपाईँको चाहिँ रोड राम्रो छ, पानी पुगेको छ, बत्ती राम्रोसँग पुगेको छ। त्यो भएको भएर हामीले यसलाई गाउँ नै भन्न मिल्दैन कि। अब हाम्रो नेपालमा अब गाउँ भनिन्छ, हाम्रो नेपालमा न बत्ती पुगेको हुन्छ, न राम्रो खालको पानीकै सुविधा हुन्छ, न स्कुल हुन्छ, अलि छैन नि त। त्यो भएको भएर चाहिँ अब यसो हाम्रो नेपालको सरकारले पनि यसो अलिकति चाहिँ मैले चाहिँ यो चाहिँ हाम्रो नेपालको सरकारलाई चाहिँ देखाएको हो क्या। ल हेर है सरकार हो, टक्क लाएर चाहिँ यस्तो खालको हुन्छ है। गाउँ गाउँतिर भए पनि बवाल ठाउँ हुन्छ है। हामी चाहिँ घुम्न चाहिँ आज गएको निस्केको हो होइन। हामी चाहिँ समुद्र हेर्न भनेर गएको हो। यो चाहिँ ल हेर्नु अब समुद्र हेर्नु जानको मान्छेको लागि कि यो जसले चाहिँ समुद्र हेर्न जान्छ त्यसको लागि भनेर यस्तो राम्रो बाटो बनाइदिएको। ल हेर्नु त यहाँ अब हाम्रो नेपालमा बिचरा नि अब के गर्नु, अब के भन्न खोजेको खै भन्ने आएन, गाह्रो छ खै। भिडियो बनाउने नि अलिकति वातावरणै छैन, के भन्न खोजेको। एउटा भन्न खोज्छु अर्को कुरो मिल्छ, अर्को भन्न खोज्छु अर्को कुरा हुन्छ। बुढीले यतापट्टि फ्याटै हेरिदिइहाल्यो, के भन्दै थिएँ यो बुढीहरू के मिस्टेक गरेछ क्या भने बुढीको अनुहार हेरेको पुरै मिस्टेक। यो भिडियो नै बर्बाद भयो यार। यस्तो राम्रो थियो तर जे भयो 1 मिनट कट्या त्यो भएको भयो। यो भिडियो चाहिँ म हाल्छु। ल है त, बाई।